भाउजू म के गरौँ भन्नु त मलाई साह्रै मन पर्यो कि यो किनिदिनु त मलाई कन्ने धानको यो आँखालाई मन नपर्ने पनि के थियो र हामी यहाँ आएको छौँ मलाई मन परेको साडी भाउजू एउटा यो किनिदिनु न यो चाहिँ हो पनिर मोमो मेरो पनि आँखा त्यस्तै हुन्छ नि मेरो भाइ आश्रममा लाग्छ के मन पर्यो तिमीलाई भन म किनिदिन्छु तिमीलाई तर तिम्रो बिहेमा कुराउनी 2 किलो कुराउनी बनाइदिनु हामीलाई मिठाई बनाइदिनु हेलो एभ्रिवान नमस्कार एन्ड वेलकम ब्याक टु अनदर न्यू ब्लग आज म मार्केट जाँदैछु बुटोल बजार बुटोलको हाट बजार जो चाहिँ बुधबार र शनिबार मात्रै लाग्छ फर सपिङ थोरै धेरै त नै थोरै सपिङ गर्नुपर्ने छ त म बजार जाँदैछु यही समयमा म ब्लगिङ गर्दैछु बिहान नै ब्लगिङ स्टार्ट गर्न चाहिँ मैले भ्याउँदिनँ किनभने बिहान बिहानै कलेज अनि ट्युसन क्लासहरू यताउता एकदमै बिजी भइन्छ हामी भित्र जाने हो अलि माथिबाट जाने हो यहाँबाट जाने हो क्या त्यहाँबाट यस्तै गर्नुहुन्छ पस्मिनाको सल पाइन्छ पस्मिनाको सल छैन ढाकाको के पनि छैन यहाँ छैन अरे कता कहाँ उतल यतातिर होइन जाऊँ न त त्यस्तो भए हामी त सर्लकै पछाडिबाट घुम्दै घुम्दै पुरानो बस्दा गर्मीमा कति 4:30-5 बज्नु थालिसक्यो र पनि हामी छनु कहाँ पाइन्छ खोजे जस्तो सामान कहाँ भेटिन्छ कहाँ भेटिएला यो बुटोल बजारमा कहाँ भेटिएला चाहिए जस्तो केही भेटिँदैन चाहिए जस्तो केही भेटिँदैन खोजे जस्तो केही भेटिँदैन नखोजे जस्तो भेटिन्छ अब हामी जाँदैछौँ फेरि अमरपथको अगाडिको लाइनमा हाट बजार पनि घुमेर भ्यायौँ अमरपथको पछाडि पनि भ्यायौँ पुरानो बसबाटतिर पनि भ्यायौँ मिलेन अमरपथको अगाडिको लाइनमा होलसेलमा सर्लक्क एकचोटि त्यहाँ घुमौँ पायो भने पायो पाएन भने कता जाने त्यहाँ पनि भएन भने भाटबुटी जाने एसी बस्ने अनि होइन सामान्य भेटिन्छ नि त एक मित्र पुऱ्याएर आउने सामान भेटिँदैन नि हजुर भित्र कस्तो राम्रो साडी साडी भनेपछि हुरुक्कै नफेरि साडी भनेपछि भाउजू मलाई साडी भनेपछि नमस्कार पुरै ढाकाको सामानहरू छ पुरै ढाकाको सामान कस्तो राम्रो मन लागिरहेछ दोकान सबै उठाएर लैजाऊ अनि दिनले नै पालो ढाकाको सलहरू टोपीहरू सबै निकाल्नु त के छ कपडा ढाकाको सामान चाहियो भने यही आउँदा हुँदो रहेछ है यो राम्रो रहेछ कपडा बाहिर एउटा राखेको डमीमा कस्तो मन परेको थियो क्या मलाई फाइनली हामीलाई यो मन परेको छ कपडा लाने बेलामा कुन लाने हो थाहा छैन कस्तो राम्रो छ यो त डबल बिदन रहेछ भने प्रिन्ट पनि राम्रो छ अब हामी फेरि माथि जानुपर्छ शाखा माथि रहेछ कि यसको कतादेखि जाने ल धन्यवाद मेरो भाइ आश्रममा लान्छु फकाइ आश्रममा लगाएर अब हामी माथि
उठिरहेछ वाउ जुत्ताको त कुनै फुस्किन्छ त किन त चप्पल लगाए भनेको कि क्या खुट्टाले जुत्ताको त कुनै फुस्किन्छ त कस्तो राम्रो देख्दै राम्रो नमस्कार के किन्नेला छोरी भने के मन परेको म किनिदिन्छु मलाई पुरो मन पर्छ के मन पर्यो तिमीलाई भन म किनिदिन्छु तिमीलाई तर तिम्रो बिहेमा कस्तो राम्रो छ है कस्तो राम्रो सानो लाग्यो खै म हेर्छु नि एकचोटि सरलक्क साह्रै राम्रो लाग्यो के यो आँखालाई मन नपर्ने पनि के थियो र हामी चाहिँ यहाँ आएको छौँ अलिकति सपिङ तल पुग्यो अब फेरि अलिकति यहाँ गर्नुपर्छ के रहेछ है हामी यहाँ आएको छौँ यहाँ सेम कलर निकाल्दिनु सेम प्रिन्टमा निकाल्दिनु डेकोरेसन पनि कति राम्रो रहेछ ए वा हो यो चोलो पनि कस्तो राम्रो यो साडी पनि कस्तो राम्रो मलाई त मन पर्यो अब के गरौँ भाउजू म के गरौँ भन्नु त मलाई साह्रै मन पर्यो कि यो किनिदिनु त मलाई कन्ने धानको बदला हस् धन्यवाद 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 हामी आज आएका थियौँ यहाँ खै बोर्ड पनि रहन्छ सूर्य छाप ढाकामा होइन सपिङ गरेर सिद्धियो अब चाहिँ हामी मलाई मन परेको साडी भएन के भाउजू मलाई अगाउँदै लगाएन किन थाहा पाइयो के भयो भनेर होइन नि त्यहाँ के बाटो उहाँ के मतलब त्यहाँ भित्रबाट निस्किँदै थियौँ नि त एकजना मान्छे बाहिर उभिएको रहेछ है मैले त उसलाई टोपी बनाएको महँगो पर्यो भन्नु पर्थ्यो नि महँगो पर्यो भनेर म हो अनि के गर्नु त क्वालिटी होला नि अब हाम्रो सपिङ थियो अब खाजा खान जाने हजुर कहाँ जाने ड्याडी हजुर मेरो फेरि आँखा त्यस्तै गर्दा हुन्छ नि मेरो अघि मान्छेलाई पनि डमी गरेर थिएँ कि मैले हजुर सस्तो सस्तो ल अब हामी कता जाने हो अब हामी घरतिर खाजा नखाने कहीँ बसौँ न खाजा खान हामी बाहिर मिष्टान्न भण्डारमा जानु छ कि गडपतिमा जाऊँ न बरु गडपतिमा त्यसो भए घर जाऊँ पपैया खानुपर्छ घर गएर हाम्रो लाइनमा छ एक्सिडेन्ट भयो त्यहाँ हामी आयौँ सीता बाबा मिष्टान्न भण्डारमा अब खाजा खानुको लागि नमस्कार हजुर खाने मोमो मोमो आज पहिलोमा आएछ सेतो कहाँ गयो मोमो ल यो चाहिँ हो पनिर मोमो एकदम मिठो छ यो चाहिँ हो भाउजू पनिर मोमो ल कस्तो मिठो हुन्छ ल खाएर मलाई स्वाद बताउनुहोस् यसको आहो तातो 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 पुरौनी 2 किलो पुरौनी बनाइदिनु हामीलाई मिठाई बनाइदिनु यहाँ बेगिएछ
हामीले मैले सधैँ मिठाईहरू लग्ने म यहाँको रेगुलर कस्टमर हो कि मलाई त्यति थाहा छ म यहाँको रेगुलर कस्टमर हो भन्ने थाहा छ अरू मलाई केही थाहा छैन अब राम्रो बनाइदिनु पुऱ्याउने मैले लगेर जाने हो मेरो माइत गुल्मी लगेर जाने हो अरूले गुल्मीबाट लिएर आउँछन् मैले गुल्मी लगेर जाने हस् अहिलेलाई चाहिँ म गएँ बाई नमस्कार अब चाहिँ हामी जान्छौँ भाउजूको घर सिद्ध बाबा मिष्टान्न भण्डारमा गयो पनिर खाइयो के अरे पनिर मोमो खाइयो अगाइयो अब घर गइयो भाउजू एउटा यो किनिदिनु न टाइपको घुरा एउटा खानु पर्यो के अनुष्का मलाई खानु मन लाग्यो एउटा फाइनली घर आइपुग्यो हामीहरू घर आइसकेको छौँ सपिङ गरेर त भयो केही त बसेन तर लाइन छैन भाइ